नमस्कार सबलाई स्वागत छ मेरो युट्युब च्यानलमा र आज हामी च्याप्टर 3 को यो सेट ब्याक डिस्टेन्स को न्युमेरिकल मोस्ट इम्पोर्टेन्ट न्युमेरिकल छ गर्न गइरहेका छौं। ल अब हेरौँ है त। सुरुमा यो सेट ब्याक डिस्टेन्स गर्न भन्दा पहिला चाहिँ एउटा यो स्टपिङ साइड डिस्टेन्स को एउटा क्वेशन छ जसमा चाहिँ त्यो स्टपिङ साइड डिस्टेन्स निकाल्न भन्छ। तारि यो हेड अन कोलिजनलाई चाहिँ एभोइड गर्नको लागि अब हेड अन कोलिजन भनेको चाहिँ यो के छ भने stopping distance 2 into यो ST for 2 lane traffic movement is single lane। त हेड अन कोलिजन हुने चाहिँ एउटा गाडी यताबाट एउटा गाडी यताबाट आउनै पर्छ नि त दुईटा ठोक्किनलाई। त बुझ्ने अब त कुन केस हो भन्दा त्यो हेड अन कोलिजन आन्बित्तिकै यो सेकेन्ड केस। त्यसमा पनि फेरि सिधै इन्टु 2 गर्न पाइ। यो चाहिँ अब प्लेन रोडमा हो गरे यो तर चाहिँ अब त्यसमा चाहिँ अब ग्रेडियन्ट दियो भने चाहिँ हामीले चाहिँ ग्रेडियन्ट दिएपछि त ग्रेडियन्ट अब इफिसिएन्सी दियो भने त प्लस माइनस यान गर्नु पर्यो। अपग्रेड गर्यो भने प्लस भयो डाउनग्रेड गर्यो भने माइनस जस्तै यो न्युमेरिकलमा गरे जस्तो भने एकचोटि प्लस यान गर्ने एकचोटि माइनस यान गर्ने त लास्टमा चाहिँ दुईटा त जोड्ने फर्मुला यही सेम फर्मुला हो। चाहिँ 254 याफ प्लस यान एकचोटि एउटा आयो फेरि अर्को चाहिँ याफ माइनस यान अर्को गर्ने त्यसपछि लास्टमा जोड्ने। त्यो हेड अन कोलिजन भनेको त्यही बुझ्ने यही अस्ति यही केस हो। सिंगल लेनमा दुईटा गाडी यता अपोजिट डाइरेक्सनमा आएको। सेट ब्याक डिस्टेन्स भनेको चाहिँ अब एउटा क्लियरेन्स हो के जसले गर्दा अब गाडी अब यो सेन्टर बाटोको अब यो सेन्टर लाइन नत्र कुनै एजबाट चाहिँ कति क्लियरेन्स बाटो अब यहाँदेखि यहाँ भिजियो यहाँ हेर्न त जस्तै यहाँदेखि यहाँ आएको गाडी हेर्न त एउटा भिजिबल चाहियो नि त मान्छेलाई आइसाइट हेर्नलाई भिजन हेर्नलाई त्यो चाहिँ कति डिस्टेन्स पर हुनुपर्छ यो अब्स्ट्राक्सनहरू भनेर यो क्याल्कुलेट गर्ने मेथडलाई सेट ब्याक डिस्टेन्स भन्छ। अनि यो निकाल्न चाहिँ एउटा दुईटा केस एउटा लेन्थ अफ कर्भ चाहिँ ग्रेटर देन साइड डिस्टेन्स एउटा चाहिँ लेन्थ अफ कर्भ चाहिँ लेस देन साइड डिस्टेन्स। ग्रेटरमा दुईटामा दुईटा केस एउटा सिंगल लेन र एउटा मल्टी लेन। सिंगल लेन भनेको एउटा लेन भयो यसमा चाहिँ याम भनेको सेट ब्याक डिस्टेन्स यास भनेको साइड डिस्टेन्स अल्फा भनेको त्यो एंगल हो बीचको एंगल। अब याम भनेको चाहिँ r - r cos अल्फा बाइ 2 यो फर्मुला हो सिंगल लेनलाई। अब अल्फा बाइ 2 निकाल्न पर्छ फेरि यास बाइ 2r यो सुरुमा चाहिँ हाम्रो रेडियनमा हुन्छ यसलाई चाहिँ यास बाइ 2r 180 बाइ पाइ गरेर डिग्री निकाल्न पर्छ। यो सिंगल लेन त्यति सोध्दैन यो मल्टी लेन इम्पोर्टेन्ट छ। अब मल्टी लेन भनेको चाहिँ अब दुईटा 2 3 4 वटा जति लेन भने त्योभन्दा बढी अब मल्टी लेनमा चाहिँ एउटा डी भन्ने टर्म्स आउँछ। डी भनेको चाहिँ जहिलेसुकै सेन्टर लाइनदेखि इनर लेनको चाहिँ सेन्टरसम्मको डिस्टेन्स इनर लेन भनेको यो इनर हो नि त यो इनर लेन यता आउटर हो। जतिवटा 3टा 4वटा जतिवटा उस लेन भयो नि सेन्टर लाइनदेखि इनर लेनसम्मको सेन्टरसम्मको डिस्टेन्स हो। जस्तै अब यो एउटा लेन भयो यहाँदेखि यहाँ एउटा लेन यहाँदेखि यहाँ दुईटा लेन यो सेन्टर लाइन हो फिगर त अलिअलि यताउता हो। अनि यो एउटा लेन भयो त्यसपछि यो अर्को लेन भयो यो लेनको यो बीचको यो सेन्टर लाइन भनेपछि दुईटै लेनको यो सेन्टर हो सेन्टरदेखि इनर लेनको सेन्टरसम्मको डिस्टेन्स डी भनेपछि दुई लेनको हाम्रो कति हुन्छ 3/3.5 हुन्छ नि यो 3.5 डिभाइड बाइ 2 जस्तो डी आयो नि त्यस्तो। अब फर्मुला यहाँ चेन्ज हुने हो अब r - डी आयो अनि चाहिँ r मात्र थियो त्यहाँ अब चाहिँ के आउनु भयो r - डी त अल्फा बाइ 2 भनेको 180 बाइ पाइ यहाँ पनि r - डी आयो। यसलाई चाहिँ केमा डिग्रीमा लगाऊ यही भयो। अब चाहिँ लेन्थ अफ कर्भ चाहिँ लेस देन साइड डिस्टेन्स अहिले चाहिँ के थियो ग्रेटर देन साइड डिस्टेन्स अब लेस देन साइड डिस्टेन्स फिगर त सेम हो। सिंगल लेनलाई चाहिँ यस्तै m1 m2 भनेर दुईटा यस्तो निकाल्न पर्छ यो त सिंगल लेन त्यति सोध्दैन। मल्टी लेनमा पनि त अल्फा बाइ 2 भनेको अब यहाँ बुझ्नलाई चाहिँ यो अब हामीलाई एंगल चाहिन्छ नि त एंगलमा अब यहाँ याल्सी आउँछ जुन सानो हुन्छ जस्तै यहाँ याल्सी स्मल छ नि यहाँ याल्सी आयो। अब यो केसमा फेरि यहाँ के हो यहाँ चाहिँ साइड डिस्टेन्स उसो साइड डिस्टेन्स स्मल हो नि त अनि साइड डिस्टेन्स माथि आउँछ त नझुक्किनु। अब यसमा चाहिँ लेन्थ अफ कर्भ सानो हो लेन्थ अफ कर्भ 2r - 180 भयो अरू सब सेम हो यहाँ याल्सी आयो उता यास थियो यता याल्सी यहाँ भनेको r - टी cos अल्फा यो फर्मुला सुरुको सेम किन भन्दाखेरि यहाँ m1 भनेर यहाँ दुईटा हुन्छ कि एउटा m1 m2 दुईटा साइड डिस्टेन्स लेन्थ अफ कर्भ सानो लेन्थ सानो हो भनेपछि त यो अलि धेरै नजिक हुन्छ नि त घरहरुको नजिक आउँछ
त्यही भएर चाहिँ यसमा याम 1 याम 2 दुईटा साइड डिस्टेन्स लिन्छौँ कि त्यहाँबाट याम 1 लाई त पहिलाको केसमा याम 2 लाई फेरि अझ याम 2 थपियो यास माइनस LC/2 sin α/2 α/2 त सेम हो प्रोसेस यति थपियो यसमा कुन केसमा भन्दाखेरि लेन्थ अफ कर्भ लेस देन यास हो किन भन्दाखेरि अब लेन्थै कर्भको यो लेन्थै सानो हो भनेपछि त्यो अब्स्ट्राक्सन हुँदा नजिक आउन खोज्छ नजिक आउँदाखेरि त गाडीलाई डिस्ट्र्याक्ट हुन्छ नि त यता अगाडि भिजी हेर्नलाई त्यही भएर चाहिँ यो थप्न अझ सेटब्याक डिस्टेन्स अझ बढाउनु पर्यो अब क्वेसन हेरौँ यसमा के भने अ फोर लेन डिवाइडेड हाई 4 लेन हाईवे यहाँदेखि यहाँ 1 लेन यहाँदेखि यहाँ 2 यो 3 यहाँदेखि यहाँ यो 4 हो यसले फिगर अलि राम्ररी भयो होइन 4 लेन यसरी यो 1 2 3 यो 3 त्यसपछि यो टोटल यो 4 यहाँदेखि 4 तो भयो अब त्यसपछि चाहिँ अब के भने त हाईवे कर्भको लेन्थ 1000 मिटर दियो त्यसपछि लङ एन्ड रेडियस अफ 550 मिटर रेडियस भनेपछि लेन्थ अफ कर्भ ठुलो हो रेडियस भन्दा भने सिधै फर्स्ट केस भयो फर्स्ट केसमा हाम्रो के थियो यास भयो यो आर माइनस यो निकाल्ने अल्फा फर्स्ट केस हो भने थाहा भइसक्यो त्यसपछि त सेफ स्टपिङ साइड डिस्टेन्स 250 दियो ए लेन्थ यो रियो नि त हेर्ने मतलब रेडियस सेफ स्टपिङ साइड डिस्टेन्स 250 दियो त्यसपछि कर्भको लेन्थ 1000 दियो भने 1000 भन्दा 250 के भयो सानो हो 1000 ठुलो भयो भने फर्स्ट केस हो अनि लेन्थ अफ कर्भ ग्रेटर देन साइड डिस्टेन्स वाला त क्याल्कुलेट द मिनिमम सेटब्याक डिस्टेन्स इनर फ्रम द इनर एज अफ द कर्भ भनेपछि कर्भको चाहिँ इनर एजदेखि यहाँसम्मको डिस्टेन्स निकाल भनेको यो कहिले केही भनेन भनेखेरि यहाँ सेन्टर लाइनदेखि निकाल्न पर्छ यहाँदेखि यहाँ हामीले यो फर्मुला पढ्यौँ नि यो चाहिँ सेन्टरदेखिको फर्मुला हो नि जस्तै यो फर्मुला गऱ्यौँ त यो फर्मुला भनेको यो सेन्टर लाइनदेखिको यहाँ जस्तै सेन्टर यहाँदेखि यहाँसम्म तर अहिले हामीलाई क्वेसन के सोध्यो भन्दा यहाँदेखि यहाँसम्म सोध्यो त्यसपछि टु अ बिल्डिङ इन्सर द सेफ भिजिबिलिटी द पेमेन्ट विथ पर लेन चाहिँ पेमेन्ट विथ पनि देखा 3.5 अब कहिलेकाहीँ नदिन सक्छ आफै मान्ने डबल लेन भनेपछि त्यो 3.5 मिटरको हुन्छ नि प्रत्येक लेन अनि यो भयो हाम्रो फर्स्ट केस हो अब डिस्टेन्स डी निकाल्नु पर्यो डी निकाल्ने के भन्दा मैले सेन्टर लाइनदेखि इनर लेनको सेन्टरसम्म डिस्टेन्स यहाँदेखि यहाँसम्म डिस्टेन्स हो नि त डी हो यो डिस्टेन्स निकाल्न अब यहाँ मैले 3.5 भनेपछि सुरुको यो फर्स्ट यो यहाँ अब यो सेन्टर लाइनदेखि यताबाट दुईटा लेन छन् फर्स्ट लेनको 3.5 अर्को 3.5 हो यो 3.5 अनि 3.5 मा यसको 3.5 हाफ गरेपछि यो डिस्टेन्स आयो भने 3.5 प्लस 3.5 आधा गरेपछि यो डी आयो सेन्ट्रल एङ्गल निकाल्ने अब यास सानो हो भनेपछि यास भयो त्यसपछि फर्मुला त्यसपछि सेटब्याक डिस्टेन्स भनेको आर माइनस फर्स्ट केसको फर्मुला हो यो हाम्रो यामा यो चाहिँ सेन्टर एलाइनमेन्टदेखिको डिस्टेन्स हाइवेको सेन्टर एलाइनमेन्टदेखिको डिस्टेन्स यामा अब त्यसपछि एकोर्डिङ टु क्वेसन हामीलाई चाहिँ के भने भन्दा इनर एजबाट भने नि त यहाँ हेर्ने फ्रम द इनर एज अफ द कर्भ भने इनर एज भनेको यो भनेपछि यहाँ के गर्नु पर्यो नि त इनर एज भनेपछि त सेन्टर यहाँदेखि यहाँसम्म आयो भनेपछि यति घटाउनु पर्यो यति अब यति भनेको कति हो त 3.5 × 2 हो भने 7 मिटर हो न यति भने यो यामबाट यो 7 घटाएपछि त यो याम ड्यास आइहाल्यो भनेपछि याम भनेको 19.53 आयो माथिबाट यो 7 घटाएको त यहाँ टोटलबाट त हाफ गरे यत्रो झमेला गर्न पर्दैन फर्मुला सम्झिनै पर्दैन ठ्याक्क फिगर बनाएपछि फिगरबाटै ठ्याक्क थाहा हुन्छ भने याम माइनस अब दुईटा लेनको कति सिधै 7 भयो भने 19.5 मा 7 गरेर सिधै आयो त फर्मुला यो तल केही सम्झिने यो पढ्दैन याम माइनस W/2 सेकेन्ड केस छ द रेडियस अफ सेन्टर लाइन अफ द सर्कुलर कर्भ कति हो 650 मिटर एन्ड द साइड डिस्टेन्स रिक्वायर्ड इज 400 साइड डिस्टेन्स 400 देखो सर्कुलर कर्भ रेडियस चाहिँ 650 थियो साइड डिस्टेन्स 400 द लेन्थ अफ कर्भ चाहिँ 300 भने साइड डिस्टेन्स ग्रेटर आ लेन्थ अफ कर्भ भने यो चाहिँ सेकेन्ड केस हो लेन्थ अफ कर्भ 300 साइड डिस्टेन्स 400 हो द फाइन्ड आउट द सेटब्याक डिस्टेन्स फ्रम द अब्स्ट्राक्सन टु द सेन्टर लाइन
यानि अब्स्ट्राक्सनदेखि सेन्टर लाइनसम्म हो नि त। अनि यहाँदेखि सेन्टर लाइनसम्म निकालो भन्यो बुझिन्छ। अहिले चाहिँ इनर एज हो नि त, अहिले चाहिँ अब्स्ट्राक्सनदेखि सेन्टर लाइन भने नभने पनि यही गर्ने, भने बार मात्र बल्ल इनर एज हो। त इफ द पेमेन्ट विड्थ इज 2 लेन हो, 2 लेनको बाटो भने। अब यहाँ चाहिँ हाम्रो प्रत्येक लेनको विड्थ 3.5 भनेर दिएन, आफै मान्ने। सिङ्गल लेनको हाम्रो नेपाली रोड स्ट्यान्डर्ड अनुसार कति यो 3.5, यतापट्टि 3.5 2 लेन हो, 2 लेनको फिगर बनाउने। अब यतापट्टि यो M1 M2 हो, मतलब M2 M1 डिस्टेन्स हो। यहाँ अलि यहाँ भएन, अलि अझ सानो बनाएर अलि तलबाट यसरी जान्छ। यहाँ M1 M2 हो, त्यसो त्यो डिस्टेन्स M1 हो, M2 चाहिँ यहाँदेखि यहाँसम्म डिस्टेन्स M2 हुन्छ, M1 M2 त्यस्तो निकाल्नु। त्यसपछि फिगर झुक्के भए नबनाइनु भयो। त्यो रेडियस, त्यसपछि यो सब भेल्यु हो, साइड डिस्टेन्स ग्रेटर हो। अनि त्यसपछि अब 3.5 यो कन्सिडरिङ गऱ्यौँ। डिस्टेन्स बिट्विन डी निकाल्न पर्यो। अब डी भनेको कति, 2टा लेन छ। अनि यो 3.5 भनेपछि सेन्टर लाइन त 2टा लेनको यो भयो सेन्टर लाइन। सेन्टरदेखि इनर लेनको यहाँ बिचसम्म नै भने डी भने 3.5 बाट यो हाफ गरेपछि त डी आयो भनेपछि 1.75। 3.5 को आधा 1.75। सेन्टर एङ्गल सस्पेन्डेड बाई द आर्क अफ लेन्थ, तर अल्फा अब हाम्रो के हो। अब यसमा चाहिँ लेन्थ अफ कर्भ स्मल हो नि त, लेन्थ अफ कर्भ स्मलवाला के छ हो यो। अनि यहाँ एलसी आयो, त्यसपछि भेल्यु आयो। त्यो सेटब्याक डिस्टेन्स त M1 + M2 यो फर्मुला भयो भनेपछि कति आयो 30.49 मिटर। यसमा नि इनर एज पनि भन्न पाउँथ्यो, अब त्यति घटाइदिने, त्यो लेन घटाइदिने आउँछ। यो सेटब्याक डिस्टेन्स मोस्ट इम्पोर्टेन्ट। ल अर्को हेरौँ अब क्याम्बरको न्युमेरिकल। क्याम्बर त पढिसकेको। क्याम्बर 3 टाइप्सको हुन्छ, त्यो स्ट्रेट, प्याराबोलिक, कम्पोजिट। जुन पनि सोध्न पाउँछ। स्ट्रेट सोधे बारे कहिले कि त 2टा सोध्छ, कहिले 3टा। स्ट्रेट, क्याम्बर, प्याराबोलिक, त्यहाँ कम्पोजिट 3टाको भेल्यु निकाल्नु हुन्छ। यो क्याम्बर अब कति लिनुपर्छ, सिमेन्ट कङ्क्रिटमा 2, बिटुमिसमा 2.5, यो भेल्यु पनि पहिला पढिसकेको। अब क्वेसन हेरौँ। द सेन्ट्रल लाइन अफ द डबल, त्यति इम्पोर्टेन्ट छ न्युमेरिकल, त्यहाँ चाहिँ झुक्कान सोध्न सक्छ। द सेन्ट्रल लाइन अफ डबल लेन 2 रोड ह्याज अ एलिभेसन अफ, भने डबल लेन भन्ने बित्तिकै अब विड्थ नदिए पनि 3.5 मिटर हो भने थाहा पाइहाल्ने। त्यही यहाँ दिएको नि है। The recorded from the longitudinal profile the camber of pavement is फिगर केही दिन्न नि, आफै बनाउने। पेमेन्टमा चाहिँ द क्याम्बर अफ पेमेन्ट चाहिँ कति 2.5% को स्लोप भएछ। क्रस स्लोप अफ सोल्जर पनि देखा 5%। त्यसपछि क्याल्कुलेट द पेमेन्ट अफ द रोड एज इफ ए स्ट्रेट लाइन क्याम्बर इज टु बी प्रोभाइडेड, प्याराबोलिक क्याम्बर इज टु बी, भनेपछि स्ट्रेट लाइन र प्याराबोलिक क्याम्बरमा के निकाल्न भन्नु, एलिभेसन अफ पेमेन्ट निकाल्नु अफ लेन एन्ड एज अफ पेमेन्ट र रोड एज। 3टा चिजको चाहिँ अब एउटा मिडमा, एउटा एजमा, एउटा सोल्जरको 3टाको निकाल। सुरुमा चाहिँ स्ट्रेट लाइन मेथड गरौँ। यसमा फिगर बनाउँदा सजिलो हुन्छ नि। त्यसपछि क्याम्बर भनेको त्यही उठेको ठ्याक्क हल्का स्लोप भएको 2.5% को स्लोप छ भने 2.5 भयो। त्यसपछि सेन्टरमा निकाल्न भनेपछि त्यहाँदेखि यहाँ x1 मान्यौँ, यहाँ y1 मान्यौँ। एज हुन् टोटल त के भयो x2 y2, टोटल x2 y2। यसमा सेन्टरमा x1 3.5 मिटरको विड्थ छ। यो एक लेन, यो अर्को लेन हो भने फर्स्ट लेन 3.5, सेन्टरमा 3.5 को आधा हुन्छ। 3.5/2, यता नि 3.5/2 त y1 y2 माथि। त्यसपछि एलिभेसन 320.5 मिटर है भनेपछि एलिभेसन अफ रोड सर्फेस एज सेन्टर अफ द लेन आरएल। अब यहाँ अब निकाल्न चाहिँ हाम्रो के हो फर्मुला, यहाँदेखि यहाँ 320 भने यो ग्रेडियन्ट कति क्रस स्लोप 2.5% बाट चाहिँ यो, त्यसबाट हाम्रो अब यहाँदेखि यहाँ डिस्टेन्स के अरे आधा गरेर यो यहाँदेखि यो डिस्टेन्स कति हो 3.5/2 हो। यो गरेर चाहिँ भेल्यु आयो फेरि हरिजेन्टल डिस्टेन्ससँग चाहिँ माथिको एलिभेसन मल्टिप्लाई गरेछ त यो भेल्यु आउँछ y1। त्यसमा चाहिँ आरएल अफ क्राउन घटाएपछि
यसको आरएल जस्तै एलिभेसन अफ रोड एट द सेन्टर अफ लेन भन्यो आरएल अफ क्राउन माइनस भयो अनि आरएल अफ क्राउन 320.5 y1 भनेको यो यान एक्स सम्झिने हुन्छ टोटल यहाँदेखि यहाँ पुग्न भने चाहिँ यस्तो योबाट यो होरिजेन्टल इन्टु यो गर्नु पर्यो नि त भनेपछि 7/4 गरे टोटल 7 हो के अरे अब यहाँ यो यस गर्दा 7 भयो नत्र 3.5/2 गरे नि टोटल 3.5 हो 3.5/2 गरे कति आउँछ त्यही त्यो कति 1.75 आउँछ त्यसपछि हाम्रो कति आयो 320.45 आयो भने सेन्टरको आयो त्यस्तै गरेर अब हामीलाई चाहिँ अब तलको बेसको निकाल्नु पर्यो यो W/2 अनि टोटल 7 मिटरबाट गरेको हैन नत्र 3.5 हो नि त 3.5 गरेको सिधै इन्टु 3.5 गर्यो यान इन्टु 3.5 अब हामीलाई माथिको आरएल थाहा त्यसपछि यहाँदेखि यहाँको एक्स डिस्टेन्स भनेको कति 3.5 इन्टु हाम पर्सेन्ट भनेको 2.501.025 भनेपछि यो नै आयो अब हामीलाई चाहिँ सोल्जरको निकाल्नु सोल्जरको त सिधै कति 7% देख यहाँदेखि यहाँ अब x3 डिस्टेन्स अब सोल्जरको विड्थ देख नि 1.5 मिटर यहाँ सोल्जरको पनि त्यही सेम सिधै कति आ भने एलिभेसन अफ रोड एज सोल्जरको नि सेम भयो 320 बाट विड्थ देख सिधै 1.5 इन्टु अब यसको कति 5% देख भनेपछि 5% त सोल्जरको आयो अब कन्सिडरिङ प्याराबोलिक अब यो प्याराबोला बनाउने फिगर त त्यो प्याराबोला हो अरु भ्यालु चाहिँ सेम अब प्याराबोलामा चाहिँ हाम्रो चाहिँ 2n/w इन्टु x स्क्वायर यो फर्मुला हुन्छ नि यो सम्झिनु पर्यो यसमा चाहिँ यान x हुन्छ के रे यान x त भयो यहाँ x स्क्वायर यहाँ 2 यहाँ w यो नयाँ आयो अब एलिभेसन अफ रोड अफ सेन्टरलाई अब सेन्टरले नि त्यो सेन्टरमा निकाल्नु पर्यो भने क्राउनको 320 2n x स्क्वायर/w फर्मुला भने 320.5 माइनस 2 इन्टु अब यान भनेको त्यही 0.025 इन्टु अब x भनेको अब यहाँदेखि 3.5 को त्यही आधी हो नि त 3.5 को आधा कति हो 1.75 को स्क्वायर बाइ w भनेको टोटल 7 मिटरको भने 7 गरेर यो आयो त्यसपछि यो सेकेन्ड केस नै आयो लास्टमा एलिभेसन अफ रोड अब सोल्जर निकाल्दा चाहिँ यो फेरि सोल्जर फेरि स्ट्रेटै हुन्छ नि फेरि यो कर्भ हो यो सोल्जर चाहिँ स्ट्रेट भनेपछि सिधै यो गरेर यो स्ट्रेटै हुन्छ जुन फर्स्ट केसकै सेम हो फर्स्ट केसकै सेम हो अब यसमा चाहिँ यहाँ कति आउँछ यहाँ अब यहाँको जस्तै कति आयो 320.4 आना हो 320.41 राख्नु पर्यो यहाँको एलिभेसन त्यसपछि घटाएपछि सोल्जरको नि आयो ल यस्तै सेड ब्याक डिस्टेन्स र क्यामरको न्युमेरिकल हेर्यौं नेक्स्ट भिडियोमा अब कर्भहरुको गर्नेछौं आजलाई यति नै प्र्याक्टिस गर्दै जानु होला सजिलो हो बाइ